Hello everyone, this is Priyanka and welcome back to my mini vlog. आजको दिन चाहिँ कस्तो राम्रो थियो नि, घाम पनि 3-4 दिनपछि लागेको भएर होला हैन, एकदमै दसैँवाला भाइब्स दिइराखेको थियो क्या यो घामले। दसैँवाला भाइब्स दिए पनि दसैँ आउन अझै 66 डेज बाँकी छ। अनि म चाहिँ त्यही सोच्दै थिएँ, त्यही सोच्दै म अफिस जाने बेला भइहाल्यो। हेर्नुहोस् म अफिस हिँडिहालेँ। अनि म अफिस गएर आज दिउँसो मेरो बादलीतिर निस्केको थिएँ होइन। अनि आउटफिट चेक त बिर्सेछु नि त, तर मेरो आउटफिट चेकमा त्यस्तो केही पनि हुँदैन, नर्मल हो। अनि म फेरि ब्याक टु भ्यूमा आइपुगेँ गाइस। भ्यू कस्तो राम्रो देखेको थियो क्या आज हाम्रो अफिसबाट। कहिलेकाहीँ त कस्तो राम्रो देखिन्छ, कहिलेकाहीँ चाहिँ त्यो पानी परेर हुन्छ नि पुरै धुम्म क्या, डाँडा काँडै छैक्छ। अनि आज म सोनीलाई भेट्न आएको थिएँ आफ्टर अफिस, किनभने म प्राय आज मात्रै होइन, प्राय म सोनीलाई भेट्न पुगि नै राखेको हुन्छु। मलाई सोनीलाई डिस्टर्ब गर्न मजा लाग्छ। अनि यस्तै भयो आज मेरो। बिहान उठेँ, नुहाइ सकाएँ, अनि म एकछिन घामको लुप त लिँदै थिएँ, तर म अफिसको लागि निस्किनु पर्ने भएर निस्किएँ। त्यसपछि गएर मैले सोनीलाई भेटेँ, त्यसपछि म घर फर्किएँ। खासै नयाँ केही छैन। बाई बाई।